देशलाई माया गर्ने, यो नेपाल राष्ट्र जोगाउने र अहिले यो विदेशीहरूको एउटा क्रीडाभूमि बनिराखेको छ नेपाल। तसर्थ यो नेपाललाई हामी विशुद्ध यो माटोलाई र यो राष्ट्रलाई माया गर्ने र यो माटोले खोजेको विषयवस्तु यो जुन 7 गते हुन गइरहेको छ नागरिक बचाओ अभियान सङ्घर्ष समितिबाट हाम्रो आदरणीय दुर्गा प्रसाईज्यूको संयोजकत्वमा हुन गइरहेको कार्यक्रममा हामी सबैले यसमा वैदिक सनातन हिन्दू अधिराज्यको मुद्दा भएको हुनाले यो हामी सबैको विषय हो र यो एउटा मुद्दालाई लिएर कुनै पनि आन्दोलन सफल हुँदैन। तसर्थ यो सबै जनताको, देशको, धर्मको सबै एउटा चाहिँ नि विषयवस्तु मिसिएको हुनाले हामी सबैले यसमा साथ दिन र सबैले आफ्नो ठाउँबाट उपस्थिति जनाउन र मङ्सिरको 7 गते सबैलाई काठमाडौँ आएर यो कार्यक्रममा सहभागिता जनाउन र आउन नसक्नु उनीहरूले पनि आफ्नो ठाउँमा मेचीदेखि महाकालीसम्म जुन धार्मिक देखि यो सङ्घर्षको कार्यक्रमहरू छ, भन्नुपर्दा आन्दोलनको कार्यक्रममा सबैले साथ दिन हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ र हाम्रो पनि उसमा साथ समर्थन तन मन वचन धनले सबै कुराबाट हामीहरू पनि यसमा उहाँको साथमै छौँ र सबैलाई साथ दिन हुन पनि हार्दिक अनुरोध गर्दछौँ। जय राष्ट्र।